के हुने हो है थाहा छैन है जिन्दगीको पास हो कि पास र फेल हो कि जिन्दगीको स्वागत छ हजुरहरूलाई अस्ति त्यो मेरो कमेन्टमा चाहिँ करुणा अरे है राजा ओ मार्क्स लगाउने मान्छे आज त म भित्रै गएर भिडियो बनाइदिन्छु है मलाई अङ्कलले यहाँको भिडियो बनाउनु पठाउनु भएको छ कि आन्टी नमस्ते म सर देखाइदिन्छु आन्टी मलाई अङ्कलले अघि भित्रै बसेर भिडियो बना भन्दा थिएँ त्यही भएर क्या गुप्ता किराना पसल गाइज फेरि पनि स्वागत छ यो कहिले ब्लगमा सबै सन्चै आरामै हुनुहुन्छ होला होइन आज पनि बिहानै सुरु भइसकेको छु है त दाजुभाइ क्लास है अलिकति 2-3 दिन भएको थियो भ्लग नगराएको है अलिकति अल्छी जस्तो लागिरहेको थियो किन भन्दा अलिकति हुन्छ नि झ्याउझ्याउै लाग्थ्यो भनौँ न क्या त हाम्रो रामपुर बजार सुरु भइसक्यो है बिहानै र हामी पनि टक्क हिँड्दाम है सङ्घर्षै गर्न भनौँ न हामी पनि टक्क पढ्नलाई ट्युसन जानुपर्ने हुन्छ यार एक महिना अगाडि चाहिँ यार आउनलाई यार इक्जाम यार के हुने हो है थाहा छैन है जिन्दगीको पास हो कि पास र फेल हो कि जिन्दगीको अनि हाम्रो टक्क देख्न सक्नुहुन्छ यता अब अङ्कललाई हाई भन्नु पठाउनु पऱ्यो अङ्कल लाज नै हाई गरिदिनु हाई गरिदिनु हाम्रो अङ्कल एकदम हँसिलो हस् म एकदिन आउँछु कि म क्लास निको अहिले हाम्रो एकदम हँसिलो अङ्कल है हाम्रो गाडी छुटिसक्यो है हामीमा चाहिँ अगाडि है यति मिठो घाम लाउँछ यार बिहान यार तर दिउँसो चाहिँ निक्ले होइन कि त्यही भएर सो अनि हाम्रो यता राम्री म यहाँहरू चाहिँ निक्लेर है टक्क सामान सजाउँदै है ल हरिदिनु त स्वागत छ हजुरहरूलाई जस्ट रमाइलो है हाम्रो के भन्ने लजाउनुहुन्छ है सबैजना क्यामेरा खोलेपछि लजाउने बानी फेरि सबैमा छ कि त्यही हो सोगाइ छ अब कतिजना आएर छ के कति आएर छ हेर्नुपर्ने हुन्छ है त त्यही हो डेली रुटिन चलिरहेको छ हिजो अस्ति त्यस्तै भयो बनाउन किन भन्दा अब कोठाभित्र मात्रै बस्छु बाहिर डुल्ने छैन क्या त्यही भएर बाहिर डुले पो है बनाउनेहरू अनि तपाईँहरूलाई मिठो दिनेहरू होइन बाहिर मैले बनाउँदिनँ है बाहिर दिउँसोमा यस्तो डुल्दैन क्या है डुलिन्न भनौँ न त्यही भएर सो आज क्लास सुरु भइसक्यो जस्तो है आज हामी लास्टै हो है त्यही हो सो है सब बसिसक्यो जस्तो छ हेर्न जानुपर्ने हुन्छ त्यो भित्र टक्क अब मिलाएर हाम्रो राजाहरू पनि आइसक्यो रहेछ है फेरि गाइज खै तलतिर जाऊँ न यसो आउनु जाम ल आज यसो हेर्नुपर्ने हुन्छ सबैलाई कति एक हप्ता भएको थिएँ नगरेको ट्याक्क एक हप्ता भएकै भिडियो नहालेको त्यही भएर बनाएको ओ माई गड बालित गाई चाहिँ कस्तो कमिला जस्तो छ यार मान्छे पनि यार अनि त हाम्रो मामले टक्क पढाउनु है ल प्रशंसाजी है मस्त पढ्नु भएको छु हेर्न सक्नुहुन्छ सबैजनालाई सब 12 इक्जाम दिने हो कतिजना फेल कतिजना पास हुन्छ है त हेलो हजुर नाम के अरे भनिदिनु ल अस्ति त्यो मेरो कमेन्टमा चाहिँ करुणा अरे है राजा ओ मार्क्स लगाउने मान्छे खै सुन्दैन त यार जस्ट नाम मात्रै सोधिदिनु भनेर धेरै दिन भएको केटाहरू सोध्नु पठाएको त्यही भएर राजाहरू सोध्नु त्यही भएर कस्तो यार मलाई कस्तो देखेछ यार एकचोटि ऐना हेरेँ होइन यार ह्यान्डसम हो कि होइन तपाईँहरूको अहिले नराम्रै भयो नि ह्यान्डसम हो कि होइन जस्ट क्यामेरा चाहिँ अलिकति तिलो त छैन कि एकदम खडा छ है राम्रो ल खै घाँचा त जमाउनु जस्ट क्लासभित्र चाहिँ मोबाइल हराउन पाइँदैन कि है तर क्लासभित्र लिएर आइदिन्छु अहिले फेमस र भिडियोमा
ल देखाऊ देखा है आज चाहिँ हेर म एक्लै छु आज एउटा मेरो राजासँग मेरो रानीसँग मेरो रानी हजुर न अरू त भन्नु अरू नि हो कि ल यसो देख्न सक्नुहुन्छ कि भन्ने के भन्ने है अब सबजना 12 को इक्जाम है अब 29 डे छ जम्मा इक्जाम दिन के कस्तो हुन्छ पास फेल है के कस्तो हुन्छ आज मैले मार्क्स तिमीले हान्न राख्यो त्यही भएर हान्न त मैले किताब एकचोटि खोले होइन यार हिजो के दिएको त्यो खोल्दै खोले होइन है ल अब एकछिनमा सर पनि आउनुहुन्छ पढ्नुपर्ने हुन्छ सरसँग ल समस्या त दोमा ल है त अहिले भ्याइस है अब सुई घर जाने हो बस्ने हो सुत्ने हो आज त डर जाम सँगै जाम आउनु होइन ग्याच दिदी खै भन्नु त थोरै बाटो अब म सुई घर जानुपर्ने हुन्छ है त गाइज हाम्रो त लास्टै लजाउने के गाइजहरू लास्टै लजाउने ल है त राजा है राम्रोसँग सुट गाइज इन्डिपेन्डेन्ट ल गुड नाइट है गाइज ल है त ए गाइज जाम हो मेरो प्यारो साथीहरू जाम के सो फाइनली गाइज है आइसकेको छु म चाहिँ तपाईँहरूको म्याच है बिहान जाँदा कस्तो हुन्छ आउँदा कस्तो हुन्छ यार सो अनार लास्ट पुग्नु पऱ्यो कि पसिना आयो लास्टको सो हाम्रो रामपुर बजार चाहिँ खुलिसकेको छ है हल्का 9:30 होइन 9 बजे भर्खर सो अब काम त अरू त केही छैन अब क्लासको कोठामा जाने हो बस्ने हो थप है आज जेरु त तानसिन्दिर जाने अरे एक्लै हुन्छ है गाइज करुणाजी किन अघि छड्के लुक्ने कि हजुर यहाँ अघि 1-2 नम्बर सिकाइदिएन हो नि हामीलाई पख्नु न हजुरलाई मलाई अङ्कलले खालि यार बाहिर मात्रै बसेर के अरे बाहिरबाट मात्रै भिडियो बनाउँछु भित्रबाट बनाउन भनेर गाली गरी बिहा यार अहिले बनाउने है गाइज तपाईँहरूलाई मेरो ह्याबिट कस्तो लाग्छ नि यार मेरो ह्याबिटको कारणले गर्दा मेरो गर्लफ्रेन्डै गइदियो नि यार पहिला यार मेरो ह्याबिट लास्टै नराम्रो छ अर्कै त्यही भएर तपाईँहरूलाई एड्रेस गरिदिनु ल एड्रेस चाहिँ गर्नुपर्ने हुन्छ जे जस्तो भयो नि भिडियो त मैले बनाउँछु नि होइन मेरो एक्स गर्लफ्रेन्डले मेरो ह्याबिट नराम्रो लागेर मलाई छोडेर गइदियो अरे कि त्यही भएर लास्ट हाँस लाउँछ यार माई ड्रिमहरू यहाँ छ यो देख्न सक्नुहुन्छ काट्दै ड्रिम नभन्न केटा है सर र देख्न सक्नुहुन्छ बिच बजार पान्थुर आज त म भित्रै गएर भिडियो बनाइदिन्छु है मलाई अङ्कलले यहाँको भिडियो बनाउनु पठाउनु भएको छ कि आन्टी नमस्ते म सर र देखाइदिन्छु आन्टी मलाई अङ्कलले अघि भित्रै बसेर भिडियो बना भन्दा थिएँ त्यही भएर क्या गुप्ता किराना पसल गाइज सर है हाम्रो आन्टी हुनुहुन्छ यहाँ छ भने आन्टी बस्नु है बाई बाई हस् अहिले पछि आउँछु म हस् बाई बाई टाटा माई ड्रिम गाइज देख्न सक्नुहुन्छ सानो पुन्टे सो फाइनली अब गएर खाना बनाउनु पर्ने हुन्छ किन भन्दा भोक पनि लागिसक्यो दादाहरू उता आज रामपुर टान्सिन जाने अरे है आज कोठामा एक्लै हो त्यही भएर आज कपडा सपडा पनि धुनुपर्ने हुन्छ यताउति गर्नुपर्ने हुन्छ है त लसो सबजना बाई बाई टाटा आज कपडा धुन टन्नै छ यार
धुनुपर्ने हुन्छ है त ल सत्ता कोठामा जानुपर्ने हुन्छ उ त्यहाँसम्म त हामी सबै सँगै आउँछौँ कि तर यहाँ आएपछि चाहिँ दुईजना है माछु है त मैले अघि भन्थेँ नि त म कपडा धुनु छ भन्दै टक्क धोएर भ्याइसकेँ है कपडा चाहिँ यति नै हो टक्क उता आन्टीले आज नि आन्टीले सुकाउनु भएको रहेछ ल अब सो टक्क अब चाहिँ छठमा एकछिन बस्नुपर्ने हुन्छ सर रामपुर बजारको सिन हेरेर है देख्न सक्नुहुन्छ रामपुर बजार हुन त कतिचोटि देखाउने हो है तपाईँहरूलाई यता साइडको हेरौँ न आज होइन जुम गरी क्या त्यही हो सो कपडा ठ्याक्क सुकाउन आएको कि है भ्याएर रामपुर बजारमा यो हाम्रो श्रीनगर होटल देख्न सक्नुहुन्छ जानुपर्ने हुन्छ पछि टन्न पैसा कमाएपछि अहिले चाहिँ छैन पैसा त्यहाँ जानलाई केही चिया कफीको नि 500-1000 पुग्छ कि होइन त्यस्तो खाले अझै धेरै होला खै त्यो थाहा भएन है कतिमा के गर्छ तर गइया होइन होइन जाम्ला पछि सो गाइस अरू त के भन्ने र है अब खानासाना खाएर टक्क बसेको है कपडा धोएर अब टक्क गएर तल कोठामा गएर होमवर्कसम्म हान्नुपर्ने हुन्छ होमवर्क भन्दा नि अब यसो सरहरू दिनुभयो सार्नुपर्ने हुन्छ कपीमा यसो पढ्नु पनि पर्ने हुन्छ गाइस ल है त अब इक्जाम आउन 29 दिन बाँकी छ 29 डेज बाँकी है त इक्जाम आउन नि अब सबैजना बाह्र पढ्ने भने एकदम कसेर पढ्नु होला होइन फेल भयो भने लास्टै ठुलो घात हुन्छ है हामी आफैलाई ल है त गाइस टाटा बाई बाई आजलाई यति नै भिडियो धेरै लामो गराउन नि आजकल त्यस्तै भइरहेछ अब के भनौँ त्यस्तै भइरहेछ भनौँ न अब अलिकति के भन्ने अलिकति है त्यही भइरहेछ मजाले अनि मलाई चाहिँ टिकटकमा गरौँ यसो फलो सलो गर्नु है किन भन्दा अब अलिकति टिकटकमा नि हल्का भिडियो गइरहन्छ है मुख जिउरो नि कस्तो कस्तो भइरहेको फर्केर त्यो अब टिकटकमा नि फलो गरिदिनु होला किन भन्दा सेम युट्युबमा जस्तै छ च्यानल त्यहाँ युट्युब एक टिकटक आइडी चाहिँ कहिले ब्लग छ त्यसमा गएर टक्क फलो गरिदिनु ट्याक्क मिलाएर होइन भिडियो हेरेर टक्क मनोरञ्जन लिएर ट्याक्क लाइक साइक हानेर होइन त्यही हो सो गाइस अरू त के भन्ने हो र ल बाई बाई टाटा अर्को भिडियोमा भेटौँला भन्दै यो भिडियोलाई टाटा बाई बाई ल है त गाइस सो लेट्स गो अर्को भिडियोमा भेटौँला है त टाटा बाई बाई चाहिँ कहिले ब्लग र कहिले ब्लगलाई यसरी नै माया गरिदिरहनु है लास्टमा त भन्नु पर्दैन होला क्या त्यो होइन त्यही हो सब्सक्राइब सेयर कमेन्ट लाइक सब गर्नु होला नभन्नु है हेरिसकेपछि त्यति त गर्नु पऱ्यो नि होइन र माया त देखाउनु पऱ्यो नि होइन र मलाई मैले मात्रै कति तपाईँहरूको माया देखाउने हो र तपाईँहरूलाई कति माया गर्छु भनेर देखाउने हो तपाईँहरूले पनि देखाउनु पऱ्यो नि त मलाई माया गर्छु भनेर त्यही हो सो ल बाई बाई गाइस धेरै बोल्यो भने धेरै नै हुन्छ अरे ल है त अलि पछि बोलाउँला नि त धेरै तपाईँहरूसँगै होइन तपाईँहरू मेरै हो म तपाईँहरूकै हो होइन ल है त गाइस सो गो लेट्स गो क्या लास्ट भयो ल है त गाइस छुट्टी म अब त भिडियो हेरेर एकदम रमाइलो लिदिनु होला माया गरिदिनु त्यही हो लास्टमा केही भन्न चाहन्न जय नेपाल जय कहिले ब्लग